हेलो साथीहरू, हिजो धान झारेको खेतमा अब चाहिँ आलु रोप्ने कार्यक्रम भइरहेछ। खन्नलाई यसरी खन्नुपर्छ है। र यसरी खनिसकेपछि चाहिँ यो परैसम्म हो, यसरी खनिएको छ। सुरुमा यसरी खनिन्छ एकसरको, त्यसपछि चाहिँ नि यसरी माटो हालिन्छ। यसरी खन्दै माटो हाल्दै गरिन्छ। ड्याङ बनाइन्छ, ड्याङ। यसरी खन्दै चाहिँ नि माटो हाल्दै ड्याङ बनाइन्छ। यता चाहिँ नि उम्रिसकेको अवस्था छ, अलि अगाडि रोपेको भएकाले। यतापट्टि साग, यो चाहिँ सागबारी हो। यता चाहिने धनिया छ यस्तो। यता साग, यस्तो कलकलाउँदो लहलहाउँदो। यता काँक्रो छ। यता गिरमलाहरू फल्ने क्रम छ। यहाँ चाहिँ मिर्ची, खुर्सानी, झुप्पै फल्छ, असाध्यै फल्छ।